यतिखेर म एक बुढीहोरीको वेटिङ रुममा छु। म एक बुढीहोरी 12 सिंहेमा आइसकेको छु र 12 सिंहेमा म घुम्न आएको होइन। हामी 12 सिंहे आइसु जागिर खानलाई। हामी जागिर खान आउँछु 12 सिंहे। देख्न सक्नुहुन्छ फिल्म चलिरहेको छ। यतापट्टि डेस्क छ वेटिङ रुममा। म गेटैनिर छु। आज सर आज एब्सेन्ट हुनुहुँदो रहेछ, लिभमा हुनुहुँदो रहेछ। मलाई कन्ट्याक्ट गर्नुहुने सर। त्यही भएर यहाँ अर्कै सरले चाहिँ कन्ट्याक्ट म गर्दैछु सर भन्नुभएको छ यहाँ गेटमा हुने। त्यसपछि के आउँछ म हजुरहरूलाई फेरि भन्छु है। आज कुरिन्टार आएको, आजै नै यति धेरै बाढी आयो यहाँ। हामी यहाँ देख्न सक्छौँ। हामी यहाँ सबै कुरिन्टारको चाहिँ स्टाफ साथीहरू छौँ र यहाँ बाढी देख्न सक्नुहुन्छ तपाईँले। हेर्नुहोस्, ल हेर्नुहोस् बाढी तलैदेखि माथिसम्म। बाफ रे बाफ के आएको हो ए, बाढी बगाएर के बगाएर लिएर आएको छ। देख्न सक्नुहुन्छ तपाईँले सजिलैसँग। सबै यहाँ स्टाफहरू एक ब्युरोकै स्टाफहरू हुनुहुन्छ यहाँ र देख्न सक्नुहुन्छ यहाँ मजाको बाढी। बोतल सोतल सबै बगाएर आएको छ। बारासिङेको ताजा अवस्था यस्तो रहेको छ अहिले। हामी सुरक्षित नै छौँ यतिखेर। आज कति गते 2083 साल 5 महिना 10 गतेको दिन यस्तो बाढी जताततैबाट यस्तो बाढी आएको देख्न सक्छौँ। तर बढिरहेको छ नि यो। तर बढी जस्तो यताबाट आउने बहाव, यतापट्टि सानोतिरबाट आउने बहाव बढेको जस्तो मलाई लागिरहेको छ। हेर्न सक्नुहुन्छ। ओइ होइ हेर्दा हेर्दै बढ्यो। डडमहरूदेखि लिएर घरका भित्रका सामानहरूदेखि लिएर काठदेखि लिएर कति मान्छेका लासहरू छन् होला है सर। अहिले एक ब्युरी कम्पनीमा छौँ। देख्न सक्नुहुन्छ तपाईँले एक ब्युरी कम्पनी। यताबाट पनि ठुलो हदको आइरहेको छ, देख्न सक्नुहुन्छ है। यहाँबाट पनि हदको आइरहेको छ। यो पहिलो सानो थियो, अहिले ठुलो पो आउनु थाल्यो। झन् बढ्दै पो आयो त। यो त्यहाँ देख्न सक्नुहुन्छ पुरै ड्रमै सुत्दा। ड्रम हो कि के हो त्यो आएको छ र बिस्तारै पहिरो खस्न पनि सुरु भइसकेको देखिन्छ। यहाँबाट सानो हुँदै ठुलो रूप धारण गरेको छ। यहाँ देख्न सक्नुहुन्छ। सानो थियो सुरुमा, अहिले झन् ठुलो। गाडीको टायर सहित ठुलो हुँदै आयो नि। समौरै भयो नि यार। त्यहाँ बिस्तारै पहिरो खस्ने क्रम नै जारी नै देखिन्छ। यहाँबाट जारी छ। बिस्तारै पहिरो लागिरहेछ, खसिरहेको छ। ढाक्छ होला है आज। कतिवटा लास लिएर होला है। दुनियाँ 100औं मान्छे लिएर आएको छ आज। हजारौँसम्म त पुगेको छैन कि? हजारै पुग्यो होला है। त्यत्रा घरहरू डुबाएको देख्दाखेरि त। यो त्यहीँबाट माजाबाट नि आउन थाल्यो कि। हेर्नु न, माजाबाट नि आयो कि बढ्यो कि समौरै हुन थाल्यो। यतै यहीँबाटै बढ्न थाल्यो। हेर्नु न, यहीँ आउन थालिहाल्यो नि। माथि आउन थालेको त।
यहाँ एपिएफको टोली पनि आइसक्नु भएको छ। त्यहाँ तल मान्छे अहिले देखिएको भएर चाहिँ माथि आउने क्रम जारी नै छ र यसरी माथि नै आइसकेको छ है। देख्न सक्नुहुन्छ यो माथि नै आयो, यो बढिरहेको छ। यो एकदमै सुरुमा सानो आए पनि यो बढ्ने क्रम जारी नै छ र ठुल्ठुलो आइरहेछ। माथिबाट पनि बहुतै ठुलो आइरहेछ। तपाईँले यहीँबाट देख्न सक्नुहुन्छ यो बिस्तारै बिस्तारै यो बढ्ने क्रम जारी नै छ। ए राम्रै आयो अहिले। यो पहिरो त्यहाँबाट पहिरो खसिरहेको छ, त्यहाँबाट ग्राङ पहिरो खस्यो, मजाले पहिरो खस्यो। यतिखेर बाह्रसिङे बियर फ्याक्ट्रीमा छौँ हामी अहिले। बाह्रसिङे बियर फ्याक्ट्रीको ताजा अवस्था यस्तो रहेको छ। यो बाढीका कारणले यो तटभन्दा माथि नै आइसकेको देखिन्छ यहाँबाट र बिस्तारै पहिरो खस्ने क्रम पनि बिस्तारै जारी नै देखिन्छ। अहिले हामी यहाँ एपिएफको टोलीसहित सुरक्षित ठाउँमा नै छौँ। अलिकति बन्ने सतर्क यो लेभल कटिसकेपछि हामी यसबाट टाढा जाने नै छौँ। पानीको सतह बढै भएको कारणले गर्दा एपिएफको टोलीद्वारा हामीलाई चाहिँ माथिपट्टि जान निर्देशन दिनुभएको छ। यतिखेर देख्न सकिन्छ पानीको बहाव हेर्दा हेर्दै नै बढ्दै नै गयो। बढेको बढै छ। आज नारायणघाट डुबाइदिन्छ क्या सर? यति बढ्दै गयो भने पुल नै आज लान्छ कि जस्तो छ। ए रफ्तारले त्यत्रो पुल नयाँ पुल लगिहाल्यो, त्यत्रो पक्की पुल लिएर गयो अनि यहाँ पनि बढिरहेको छ कि हेरौँ न। त्यो भर्खर हो, अब यो आधा घन्टा पछाडि झन् बढ्छ हुन्छ। ए हो झन् बढ्छ। भनेपछि यो यसको बढ्ने क्रम त जारी नै छ। त्यसमा रोसुवामा नि अहिले क्षति गरिराखेको त्यत्रै छ कि घटिसक्यो? घट्यो के छ, रोसुवा चाहिँ अपडेट आउँदैछ। अब यो हामी त्यसको आएको यो अहिले भर्खर छोरा त यो डुब्नु लागेको ट्रेडहरू यो डुब्न लागिसक्यो त नि। हेरौँ न यो तटभन्दा नि माथि आइसक्यो। भर्खर 5-10 मिनट जति भयो। 10 मिनट जति भयो। 16 मिनट भयो ट्याक्कै अहिले। 16 मिनट ट्याक्कै स्टार्ट। उता पहिरो ठुलो गयो क्या। उता त्यो आएको भरेर आएको परे त लगिहाल्छ नि अलिकति। कुरिन्टारबाट हामी फ्याक्ट्रीबाट उहाँ सर र म भएर आउँदै गर्दा बाटोको अवस्था हो यो। यस्तो डेन्जर आइरहेको छ हेर्नुहोस् त, यस्तो डेन्जर देखिन्छ यो बाटोमा। बाटो पुरै बन्द छ, गाडीहरू ट्याप्पै छ, देखिँदैन गाडीहरूको कुनै पनि उपस्थिति। यस्तो डेन्जर आएर छ। यति माटो गनाइरहेको छ कि यसमा पुरै माटो गनाइरहेको, ग्यासका सिलिन्डरहरू बगाएर लिएर आएको देखि। केही बोल्नुहोस् तपाईँ। हामी चाहिँ अहिले अब बाढी अनुगमन गर्ने क्रममा चाहिँ मुगलिन टु पोखरा हाइवेको यो मुगलिन पुलमा जाँदैछौँ। र आज यस बाढीले निम्ति आएको ठुलो विपद, सायदै नेपालको लागि आज कालो दिन रहनेछ यो। झन्डै हामीलाई पनि कालै हुने गरी पहिरो खसिसकेको थियो। हामीले सतर्कता अपनाएर हामी बाँच्यौँ। यहाँ हेर्न सक्नुहुन्छ मान्छेको भिड तपाईँहरू। ल आउनु सर। यो चाहिँ म अब आफ्नो रिपोर्टर सरलाई हस्तान्तरण गर्न जाँदैछु। ल अवस्था यस्तो रहेको छ। खोला त घट्या रहेछ जस्तो लाग्यो मलाई त अहिले घट्या हो। चौडाइ ठुलो भएको ठाउँमा आएकै छैन क्या खासै। अहिले स्यामसुमै भएको अवस्था छ।
म फेरि अब कुरिन्टार बियर फ्याक्ट्रीबाट फर्किने अवस्थामा छु र मेरो अगाडिपट्टि छ अगाडिपट्टि झलुङ्गे पुल छ एउटा झलुङ्गे पुलबाट पुरै क्षतिग्रस्त झलुङ्गे पुल देख्न सक्छु मैले र लेदै आइरहेको छ। ठ्याक्कै म मनकामनाको अगाडि छु। तपाईँलाई भन्छ यो मनकामना केबल कार 12 बजेबाट नै यसको चाहिँ केबल कार चाहिँ स्टप भएको छ यो चल्दैन अहिले। र अहिले यहाँ देख्न सक्नुहुन्छ यो झलुङ्गे पुलमा पनि पुरै क्षतिग्रस्त झलुङ्गे पुल यहाँ देख्न सक्नुहुन्छ तपाईँले। र पानीको लेभल त्यति माथिसम्म गइसकेको पानीको लेभल अहिले घटेर तल आइरहेको छ र यो पुरै यो लेदो मात्रै बगेको देखिन्छ। यसमा पानी भन्दा नि लेदो पुरै बालुवाको लेदो देखिन सक्छौँ। यहाँ मान्छेका लासहरू देखिन सकिन्छ, ग्यासका सिलिन्डर देख्न सकिन्छ, काठमा मुडाएर गाडीहरू त कति हो यसमा देख्न सकिने। तपाईँलाई मैले बाटोमा देखाउने नै छु। म अहिले नारायणघाटको यात्रामा रहेको। घाटको यात्रा यो बाइकबाट सुरु। बिहान आएँ थाहै भएन बिहान पुल बाढी आउनुभन्दा पहिला थाहा भएन। बाढी आइसकेपछि फ्याक्ट्री आइपुगेँ कुरिन्टार, त्यसपछि फ्याक्ट्री बन्द भयो त्यसपछि म अहिले यात्रामा रहेको छु। अब बाइक चलाएर म निस्किन्छु। बाइक चलाउँदाखेरि भिडियो म बनाउँदिनँ, त्यो भएर म बाटोमा देखाउने नै छु। म तपाईँलाई धेरै नै घटिसक्यो यो। पहिला यति अल्को आएको थियो, अहिले धेरै घटिसक्यो, लैसक्यो, धेरैलाई बगाएर लैसक्यो। मनकामना माईले सबैलाई रक्षा गरून् भन्ने नै हो। सबैलाई रक्षा गरून् मनकामना माईले। यस्तो अवस्था छ, यति लेभल माथिसम्म आएको छ यो पानी, यस्तो लेदोयुक्त छ यो पानी देख्न सक्नुहुन्छ। तिमीले भने के हालत होला, आफ्नो सातो जान्छ माछा मार्नको लागि उहाँ जान्छ नि। यस्तो छ अवस्था, पुरै पाखैभरि मान्छे रहेछन्। माछाका नाममा यस्तो डरलाग्दो चाहिँ यो पोखरीमा जाने, यो खोलामा जाने, यस्तो भेला आएको बेलामा पानी त धेरै घटिसक्यो नि भनेको। तिनीहरू त जहाँ चढ्या नि तिनीहरू त्यहीँ थियो पानी। अहिले हामी मुङ्लिनमा छौँ र सशस्त्रको एपिएफ टोली सहित हामी अहिले मुङ्लिनमा छौँ। देख्न सक्नुहुन्छ यो लेभल त साह्रै नै घटिसक्यो पहिला भन्दा। अहिले लेभल घटिसकेको छ। अहिले म नारायणघाट जाने बाटोमा छु र देख्न सक्नुहुन्छ यो भेल, यो बाढी, यो पहिरो, कतिजनाको लास लिएर गयो यो बाढी। र त्यो दाइले त्यहाँ टायर फसेको रहेछ, त्यो टायर निकाल्न खोजिरहनु भएको छ। टायर देख्नुभएछ क्या त्यहाँ, टायर राम्रो टायर रहेछ क्या। गाडीहरू चल्न सुरु भइसकेको छ। यतिखेर यो वान बाटो भए पनि देखिन्छ यहाँ। पाखाभित्रमा माछा खोज्ने क्रम जारी नै छ, टायर खोज्ने क्रम जारी छ। दाइहरू छन्, माटो गनाएको छ, मान्छे लगेको छ, कतिजनालाई पुरेको छ। यस्तो छ। यहाँ फेरि पनि हामी आयौँ, साथमा भुइँ कटर पनि छ। अहिले हामी खान्छौँ भुइँ कटर चाहिँ। गनाएको पानी लडाएको मुढा छ, साथमा झरनाको सुन्दर अवलोकन पनि गर्छौँ हामी। तर झरनाभन्दा पनि 100औँ मान्छेको लास बगाएर लिएर आएको घटनाले हामी त दुखी छौँ। देख्न सक्छौँ झलुङ्गे पुलमा गएर पनि हेर्छौँ हामी अहिलेको नजरिया कस्तो देखिन्छ यहाँबाट। तपाईँको साथमा विपिन खनाल। ओइ होइ कति डर लाग्यो हौ। टाटा बाई बाई हुन्छ यहाँ मर फसेको। ल हेर्नुहोस्, बाढी आउँदै गर्दा दाउरा हुन्छ भाइ।
झर्न थाम र म फर्केँ मलाई डर लाग्यो यो यस्तो बाटो देखेर मलाई डर लाग्यो हेर्नु त खोला यस्तो छ अवस्था टुवर्ड्स नारायण घाटतिर जाँदैछु म यतिखेर लाग्दैछु जसरी बादल कालो भएको छ आजको दिन नेपालको इतिहासमा एउटा कालो दिनका रूपमा रहनेछ किनकि सयौं होइन हजारौं व्यक्तिहरूको चाहिँ बाटो त पुरै यहाँ त सुनसामै छ नि अब त्यहाँ के चाहिँ त्यहाँ के चाहिँ छ त्यहाँ पक्कै केही न केही नभइकन त्यहाँ त्यस्तो भएको छैन माझमा खोलाको त माझमा हेर्न सक्नुहुन्छ त्यहाँ पक्कै नै यो पुल बगाएर लिएर आएको पुल त्यहीँ रहेको हो कि जस्तो मलाई आशंका लागेको छ यो सायद हुनसक्छ यो धेरै त्यहाँ ठुलो ढुङ्गा आएर बस्या जस्तो देखिन्छ र मान्छेहरू किनारमा माछा खोज्ने न्युमा गइराखेको जस्तो लाग्छ मलाई सिलिन्डर बगाएर लिएर आएको छ सिलिन्डर उठाउनुको निम्ति कति मान्छे बगाए पनि होला काठ दौडाएको छ मुढा लडाएको छ माथि पानी आएको छ बाटो सुनसान छ उपस्थिति देखिँदैन यहाँ हामीले बाटो हिँड्दै गर्दा पनि देखिया छैन उपस्थिति तर त्यो चाहिँ रहस्यमय त्यो चाहिँ यहाँ के रहेछ त्यसमा भन्ने रह्यो यहाँ रहस्य लुकेको छ त्यसमा जुगेडीको पुल देख्न सक्नुहुन्छ जुगेडीको पुलमा अहिले यो अवस्था रहेको छ है पहिलाको हेरेर माटोको गन्ध होला मान्छेलाई रौला कतिका घर विहीन भए कतिलाई दाउरा खोज्दैमा घर सम्हाल्नै कतिलाई घर सम्हाल्नै आतुरी छ कतिको घर विहीन भयो आफ्टर आइसकेको छु मैले यतिखेर हेर्न सक्नुहुन्छ गाडीका लाइन मजाका लाइन छ यहाँ बाटो त केही पनि छैन त किन लाइन राख्यो होला बाटो ओपनै छ तर गाडीका लाइन लपक्कै छ गाडी पनि केही भएको छैन फेरि बाटो नि केही भएको छैन लेभल पनि घटिसकेको छ त्यही भने गाडी किन यस्तो विशेष धन जाओस् किन अड्कै राख्ने यिनीहरूलाई है